नयाँ नीतिसहित नयाँ नेतृत्व परिवर्तनका लागि नेपाली काङ्ग्रेस पार्टी यो चुनावमा सहभागी हुँदैछ। झापा क्षेत्र नम्बर 1बाट केशवराज पाण्डे उम्मेदवारको रूपमा आउनुभएको छ। अहिलेसम्म उहाँ कुनै पनि पार्टी कुनै पनि मुद्दा मामिलामा नफसेको मान्छेलाई चाहिँ नेपाली काङ्ग्रेस पार्टीले चाहिँ अग्रसर रूपमा लिएर आएको छ। उहाँलाई विजय गराएर चाहिँ यस क्षेत्रको विकासको लागि चाहिँ हामी सम्पूर्ण एकताबद्ध भएर जुटौँ भन्दै हामी चुनाव अभियानमा आएका छौँ र सबैले उहाँलाई मत दिएर चाहिँ विजय गराउनमा हार्दिक अपिल गर्दछु। जय नेपाल। यसलाई यसो गर्ने यसरी पहिला अनि यो यसो गर्यो भने चाहिँ अनि त्यो मसी लाग्दैन अनि अनि यसो गरेर अनि यसरी हाल्नु पर्यो ल। त्यसरी कार्य गगन थापालाई चाहिँ प्रधानमन्त्री बनाउँदै यो होइन अगाडि बढाइरहेको यो हो हाम्रो केशवराज पाण्डे यो सम्मान पार्टीको हाम्रो महिला उठ्नु भएको छ होइन। अनि यो चाहिँ हाम्रो घोषणा पत्र अनि यसमा चाहिँ हाम्रो उसको उम्मेदवारको फोन नम्बर दिएपछि जितेर काम गरेन भने तपाईँले प्रत्यक्ष फर्काउन सक्नुहुन्छ क्या। त्यहाँ फोन नम्बर छ अनि फोन नम्बर होला तपाईँले कल गर्न सक्नुहुन्छ। समस्या परेन भने कल गर्न सक्नुहुन्छ ल ल। तपाईँको समस्या सुनेन भने यहाँ सम्पर्क गर्छ है ल। यहाँ त्यो महिला बदल्यौँ काङ्ग्रेस बदल्छौँ देश भन्ने मूल नाराका साथ अहिले गगन थापा नेतृत्वको नवीन काङ्ग्रेस यस चुनावमा अगाडि बढिरहेछ र यस चुनावमा तपाईँहरूले झापा क्षेत्र नम्बर 1 का सम्पूर्ण मतदाता जीवहरूले अनुभवी सामाजिक व्यक्तित्व र हर कुरामा अनुभव भएको राजनीतिक इतिहास बोकेको हाम्रो आदरणीय केशवराज पाण्डेज्यूलाई सम्पूर्ण झापा क्षेत्र नम्बर 1 का मतदाता जीवहरूले रुख चिन्हमा मतदान गरी विजय गराइदिनु हुन अनुरोध गर्दछु। हस्त जय नेपाल। सुन्नु न बहिनी, यो नि हाम्रो नेपाली काङ्ग्रेसको पार्टीको यो रुख चिन्हमा होइन मतदान गरेर यसपालि चाहिँ विजय गराउनुपर्छ। किन गराउनुपर्छ भन्दा नेपाली काङ्ग्रेस पार्टीले जग्गा नापी गरेर यो सुकुम्बासी बसोबासलाई चाहिँ निस्सा वितरण गरेको छ। 230 घरधुरीलाई के अरे धनी पूर्जा वितरण गर्दा गर्दै बिचमा आन्दोलन जेन्जी आन्दोलनले गरेर चाहिँ स्थगित भएको कामले फेरि चाहिँ नेपाली काङ्ग्रेसले नै पूर्णता दिन्छ है। त्यस कारणले गर्दाखेरि चाहिँ नयाँ नीति नयाँ नेतृत्व गगन सरकारको यो हेर्नु यहाँ प्रतिज्ञा पत्र पठाउनु भएको छ। यो पत्र पढ्नुहोस् अनि हाम्रो उम्मेदवार हुनुहुन्छ केशवराज पाण्डे। भोलि तपाईँले भोट दिइसकेपछि सोचेका कामहरू गर्नु भएन भने चाहिँ उहाँलाई डाइरेक्ट फोन गरेर चाहिँ तपाईँले खबरदारी गर्न सक्नुहुन्छ है। हस्, धन्यवाद। आयो केही गरेर 79 सालमा एकचोटि त अब यसलाई पुरा गरौँ भन्ने कुरा तपाईँको आशीर्वाद छ भने हारिँदैन। मेरो बुवाको आशीर्वाद छ भने हामी नेपाली काङ्ग्रेस हारिँदैन। अब सुन्नु न के अरे भिडियो आएन अरे कसको भिडियो आएन हौ। ल भोट काङ्ग्रेस जिन्दाबाद, नेपाली काङ्ग्रेस जिन्दाबाद, भोट केमा रुखमा, भोट केमा रुखमा, नेपाली काङ्ग्रेस जिन्दाबाद, भोट केमा रुखमा। अब अब यहाँ
जय नेपाल सबैजनामा हाम्रो केशव राज दाईलाई चाहिँ रुख चिन्हमा मतदान गरी विजय गराइदिनु हुन सबैमा अनुरोध गर्दछु। जय नेपाल। नमस्ते, जय नेपाल। सुन्नु न, हामी चाहिँ झापा क्षेत्र नम्बर 1 मा केशवराज पाण्डे उठ्नु भएको छ नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट। यो प्रत्यक्षतर्फ रुख चिन्हमा मतदान गरिदिनु होला यहाँनिर। अनि यो समानुपातिक पनि यहाँ रुख चिन्हमै मतदान गरिदिनु होला। यो नेपाली काङ्ग्रेस अहिले बदलिएर आएको छ, नवीन काङ्ग्रेस भएर आएको छ, त्यसको प्रतिज्ञा पत्र छ, यो पनि अध्ययन गरिदिनु होला। र नेपाली काङ्ग्रेसले यहाँनिर विभिन्न काम गरेको छ। यो धनी पूर्जा पनि हिजो अस्ति बाँड्नु सुरु गरिसकेको छ। 230 जनाले जुनेली बस्तीमा धनी पूर्जा पाइसकेको छ। अरू सबै नेपाली यो हाम्रो बुद्ध शान्ति चाडको सबै धनी पूर्जाको नापजाप भइसकेको छ। र यो बाँड्ने पनि अब तुरुन्त केशवराज पाण्डेले जित्नु भएपछि तुरुन्त सुरु हुन्छ। र अरू यसको कामहरू पनि धेरै गरेको छ, जस्तै पिच रोडहरूमा होइन, अनि विभिन्न भवनहरू निर्माण भइसकेको छ। तपाईँले एकचोटि फेरि नेपाली काङ्ग्रेसलाई माया गरिदिनु पर्यो है। नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस भोट केमा, भोट केमा, जय नेपाल। भोट हाल्छु। रहेको काम धनी पूर्जाहरू पुरा हुनुपर्छ। केशव राज पाण्डेलाई नै भोट हाल्छु। जय नेपाल, जय नेपाल, जय नेपाल। यो जित कसको? पढ्नु सिम्बुङ सापे म साइनोले माइजू पनि पढ्नुहुन्छ, सेवारो गरे। सिम्बुङ साप भनेको यो विश्व प्रकाशको कामले निरन्तरता दिनको लागि केशवराज पाण्डे अहिलेको उम्मेदवार हाम्रो काङ्ग्रेसको रुख चिन्हमा छ्याप्प समानुपातिकमा पनि प्रत्यक्षमा पनि हालिदिनु होला। सेवारो अनि अर्को बात कुनमा दिनु? यो त दिन देखाउनु भयो। यो हो यता यहाँ यसको हाँगा चाहिँ को छ? यो हो हाँगा। हाँगा बिगा यता। रुखै रुखमा छ्याप्प दुई ठाउँ। पहिला यो दिन्छ, यो हान्ने रुखमा, फेरि यो पछाडि दिन्छ, यसमा पनि रुखमा छ्याप्प। अनि चाहिँ हाम्रो काम कारबाही राम्रो हुन्छ है।